सेक्रेटरीको रूपमा म बसेको थिएँ अगाडि। त्यस्तै सब अनुभव देखेर टिकटकमा यो बनाएको अब त्यसले अहिले मुस्लिम समुदायहरूलाई पनि नराम्रो भएको छ त्यस्तो लागेको छ भने नराम्रो नसोच्नु होला। तपाईँ जिल्ला मजदुरी गर्नुहुन्छ भन्ने पनि मैले सुने। हजुर म मजदुरी गर्छु, अब यस्तै खेतीपाती छैन। आदरणीय मित्रहरू, हाम्रा म्यादी प्रहरी भाइ कृष्ण बस्नेतको घरमा आज म आएको छु। उहाँको एउटा भिडियो समसामयिक अहिले चाहिँ एकदम भाइरल भएको छ। वास्तवमा के कुरा हो म त्यो कुरो बुझ्न आएको छु। त्यस दिन कस्तो किसिमको उहाँले चाहिँ दृश्य देख्नुभयो। चुनाव ताका थियो, चुनाव ताकामा त त्यसै पनि हाम्रै गाउँघरको हिसाब गर्दा पनि काङ्ग्रेसले एमालेलाई हेर्ने नजर यत्रो हुन्थ्यो होइन एमाले माओवादीलाई हेर्ने नजर यत्रो हुन्थ्यो। अब यहाँ वरिपरिका मुस्लिम दाजुभाइसँग चाहिँ हाम्रो कस्तो सम्बन्ध छ भनेदेखि दाजुभाइको जस्तो सम्बन्ध छ। यी हाम्रै बरसतर नगरपालिकाभित्र पनि मुस्लिम दाजुभाइ धेरै हुनुहुन्छ र हाम्रै किसिमको सम्बन्ध थियो। तर त्यो चुनाव ताका भएकोले गर्दाखेरि होला सायद। वास्तवमा त्यो कस्तो अवस्था थियो कृष्ण भाइ? त्यहाँनिर अब भन्नु पर्दाखेरि चाहिँ एक त बोर्डरको छेउ पऱ्यो, दोस्रो कुरो अब हिन्दूभन्दा धेरै मुस्लिम समुदाय भएको ठाउँ पनि त्यस्तै ठाउँ हो नि त। अब मुस्लिम समुदाय भएको ठाउँमा हिन्दू र मुस्लिम अब चुनाव गर्न आउँदाखेरि सानोतिनो कुरा पनि ती तर्क वितर्क भइरहेको। त्यतिकै मैले यसो माहौल बुझाएर थाहा पाइहालेँ कि यो ठाउँ यतिको स्थितिको ठाउँ रहेछ भन्ने कुरो। अब त्यहाँ हामीले अब चुनाव गर्न जाँदाखेरि त सरहरूले अलिकति ठाउँ अलिकति जस्तो खालको ठाउँ हो, होसियारी गरेर हिँड्नुपर्छ, भोलि जनता अलिकति बिस्के पनि अब होइन हामीले के सम्हाल्न सक्दैनौँ भन्ने कुरो हामीले ज्ञान आइसकेको थियो सुरुमै। अब त्यतिखेर त्यसरी ज्ञान आयो अनि चुनाव गर्दै जाँदाखेरि त चुनाव दिन त अब त्यस्तै माहौल आयो नि त। अब सेक्रेटरीको रूपमा म बसेको थिएँ अगाडि। त्यहाँबाट त अहिले त्यस्तै आएर मैले नि यसो विचार गरेको यो ठाउँ चाहिँ यतिको रहेछ भन्ने थाहा पाएर 4 दिन समय लिएर गएको थिएँ। सबै एउटै देखिन्थे हेर्दाखेरि चाहिँ मानिसहरू होइन, तर समय त्यहाँ हेर्दाखेरि डर लाग्दै जस्तो समय व्यक्ति हुन्छ नि, मुस्लिममा पनि हुन्छ, हिन्दूमा पनि हुन्छ, राई लिम्बू छेत्रीको सबैमा उसरी गरेर तत्त्व व्यक्ति त हुन्छ नि त होइन। खासमिस भएर सबै जातको मान्छे बस्दै थियो भने त्यति खतरामूलक हुँदैन कुनै ठाउँ पनि, किनकि एउटाले अर्को सपोर्ट गर्छ। त्यहाँ चाहिँ तपाईँको धेरै नै मुस्लिम समुदाय भएर पनि अलिक खतरामूलक ठाउँ हो। तपाईँलाई हाम्रो बराक्षेत्रमा भएका मुस्लिम दाजुभाइसँग यसो सङ्गत बोलचाल भएको छ? यहाँ छ, हुन्छ नि, यहाँ पनि छन् मुस्लिमहरू, तर यहाँ कस्तो भने अब यहाँ धेरै जातिसित मिसिएर होला ती मुस्लिमहरू पनि समुदाय मिसिसकेछन् क्या। त्यहाँको चाहिँ अलिकति अझै पनि शिक्षा नभएर कि के भएको पनि होइन, कुनै सानो केस भएर भने कुनै यो भयो भने झुल्को बेला हुने, ठुलै दङ्गा मचिहाल्ने। अब एउटाले ढुङ्गा झटाएर हानेर 50 जनालाई झटाएर हान्नु त नक्सानै भयो नि त। हो त्यो किसिमको माहौल चाहिँ मैले त्यतिखेर देखेँ क्या। सम्झाउनेपट्टि नजाने कि झ्याराझुरुप अब त्यो के भयो कसो भयो कसको गल्ती हो त्यो त्यहाँ हुँदैन। अब हाम्रो समुदाय के छ भने एउटाले कुटाउने अर्कोले सम्झाउने, कुट्न नहुने भन्ने, त्यसलाई नोक्सान नगर भन्ने। यतातिर हाम्रो समुदाय छ, उतातिर सानो गल्ती भयो भने अब कुट भनौँ भने कुटुको कुट हो, त्यो मारेको मार। त्यस्तै सब अनुभव देखेर टिकटकमा यो बनाएको अब त्यसले अहिले मुस्लिम समुदायहरूलाई पनि नराम्रो भएको छ त्यस्तो लागेको छ भने नराम्रो नसोच्नु होला होइन। नराम्रो मैले भनेको होइन, तर कस्तो भने त्यो समुदायमा त्यस्तै खालको हावापानी माहौल छ जस्तो लागेर मैले भनेको। के चाहिँ अनुमान लाउन सक्छु भने एउटा सामान्य किसिमको व्यक्तिले कृष्ण बस्नेतको 4-5 दिन सेक्युरिटी गर्दै जाँदाखेरि यस्तो किसिमको अवस्था देख्यो भने सरकारले त झन् बढी देख्नुपर्ने हो। त्यस्तै किसिमको संवेदनशील क्षेत्र छ भने त सरकारका त हरेक संयन्त्रहरू छन्, सिआइडीहरू छन्, तपाईँको जासुसीहरू छन्, प्रहरी प्रशासन सबै उसैको अन्डरमा छ। यस्ता बोर्डर एरियामा पनि हामीले चाहिँ अलिकति जनचेतना चाहिँ जगाउनु पर्छ कि जस्तो पनि मलाई लाग्छ। अब अर्को कुरा तपाईँले भनिहाल्नुभयो, मुस्लिम समुदायलाई मैले नराम्रो तरिकाले भनेको होइन त भन्नुभयो, ठिकै भन्नुभयो होइन। हामी मुस्लिम, हिन्दू सबै बुद्धिस्ट, क्रिस्चियन सबै दाजुभाइ हौँ। हामी दाजुभाइ हौँ, हामी यो देशमा बसेपछि त दाजुभाइ हो। हामी यहीँको हावापानी खाएको छ, यहीँको अन्न खाइएको छ होइन। एकले अर्को जातिलाई नहोच्याउँ। सानो कुरोमा द्वन्द झगडा हुनु भनेको अज्ञानताको कारणले हो। दोस्रो कुरो के हुन्छ भने अब झगडा गर्ने मान्छे र त्यहाँको समाजको मान्छेमा अलिकति ज्ञान छैन भने झन् आगो बल्ने काम गर्छ।
फेरि कृष्ण भाइ कस्तो भयो भने तपाईँ फेरि रिपिट भएर किन आउनुभयो? पहिला एकचोटि भाइरल हुनुभयो, त्यो स्थगित भइसक्यो, बिर्सिरहेको थियो हाम्रो कृष्ण भाइ। बिर्सिसकेको कहानी थियो। फेरि किन आयो भन्दाखेरि सामान्य डिजे बजाउँदै जाँदाखेरि ठुलो आवाजमा डिजे निस्क्यो, त्यसलाई अलिक कम गर्नुहोस् न भन्ने मेन मुद्दाले गर्दा दुईजनाको ज्यान त गयो। अब यहाँ सुन्नु न, मुस्लिमहरूले पनि अब बिहान 2-3 बजेदेखि हल्ला भनेर कराउँछ, अनि अब राति पनि कराउँछ, दिनमा 5 चोटि 6 चोटि राख्नु। तर हिन्दूहरूले केही भनेको छैन नि, वर्षमा एक दिन 1 महिनाको लागि फेरि 4 पल्ट आउँछ बोलबम। त्यसमा डिजे म्युजिक बजायो भने पनि त्यत्रो दङ्गा गरौँ भनेको त एउटा अज्ञानताको कारणले नि हो नि। हो नि त, हिन्दूहरूले पनि सहेको छ नि त, सहेको छैन नि त। हल्ला भन्ने कराउँछ, राति 3 बजे कराउँछन्, दिउँसै कराउँछन्, 1 बजे कराउँछन्, होइन? उनीहरूको धर्म गरून् न, मतलब होइन। त्यति सानो कुरोमा 3 दिनपर्ने ठाउँमा मरे त हिन्दूकै बच्चा मऱ्यो नि, हिन्दूकै भएर मुस्लिमै घाइते भयो, घाइते भयो, हाम्रै दाजुभाइ त घाइते भयो। सानै कुरोले हो नि त, एउटा डिजे बज्यो एउटा सानो धर्मको बारेमा भनेर त झगडा यत्रो दङ्गा निस्कियो। तपाईँ जिल्ला मजदुरी गर्नुहुन्छ भन्ने चाहिँ मैले सुनेँ। हजुर, म मजदुरी गर्छु। अब यस्तै खेतीपाती छैन, जग्गा जमिन थियो कोसीले लग्यो, 1.5 बिघा पूर्जा चाहिँ छ, पूर्जा छ नि, अहिले कोसी बगिरहेको छ। कोसी भइरहेको यो बसेको ठाउँमा कति छ? यो लगभग 1 कट्ठाको हाराहारी होला, त्यही पनि अहिले अहिले यो पनि अहिले नि हो, अहिले नि हो त, यो सबै एरिया अहिले नि हो नि। यो त कोसीले बगाएपछि बाढीतिर सर्लक्क निस्केर जङ्गल फाँडा भएको ठाउँ त हो यो। तपाईँको बालबच्चा कति? 2 जना बच्चाहरू छन्। म बहिनी कि बिमारी हुनुहुन्छ? बिमारी नसाहरू छ, दुईवटा शैलीमा पछाडि छ, अल्सर भएछ, के छ। तपाईँ काम चाहिँ के गर्नुहुन्छ? ज्याला मजदुरी, मिस्त्री, अब लेबर जे आउँछ भेटिन्छ त्यही गर्दै जीवन पालन गर्दै गाई जस्तो पाल्नु भएको छ? गर्न सक्नु खेतीपाती पनि तपाईँ गर्नु भएको छ? गर्दिनँ हामी, बेला मजदुरी गर्नु, बेलुका किन्नु, गाई त्यति नै मेरो गुजारा नै। अनि बालबच्चा पढाउनुलाई पढाउनु स्कुलमा पढ्दैछन्, दुःख सुख गरेर त्यस्तै हो। भनेपछि तपाईँलाई खानाको समस्या पनि अलि मैले देखेँ, बेला मजदुरी पाइएन भने त अलिक गाह्रै हुन्छ। झन् समस्या पर्छ नि मलाई त। अब कोसीले लगिहाल्यो 1.5 बिघा, नभए त यस्तो केही कोसी नहुन्थ्यो भने त अब थ्याङ्क यू होइन, भएको सम्बन्धी उडाइदिइहाल्यो। अनि यसो पछि बुवा मम्मीहरूले खाँडेर यसो पठाउँदै मम्मी पनि हुनुहुन्छ? मम्मी यता छ, मम्मी कि बिमारी? म पनि अब 68-70 वर्ष पुग्न लाग्नु, बिमारी त भन्नु पऱ्यो नि, तपाईँ एक्लै छोरा हो? म एक्लै छोरा हो। तपाईँले कतिसम्म पढ्नु भयो? मैले एसएलसी पास गरेँ। विदेश पनि जानुभयो? विदेश पनि गएँ, 2-4 वर्ष बसेर पनि विदेश गएँ, यही घर बनाएको विदेशको पैसा। ए यो घर विदेशको? त्यति हो। के भन्नुहुन्छ हाम्रा आम दर्शकहरूलाई? मेरा मित्र दर्शकहरूलाई मैले के भन्नु, अब सानातिनो कुराले झगडा हुन्छ, लफडा हुन्छ, सानो सानो कुराले गर्दाखेरि देशमै आँचल आउँछ। बरु त्यसरी झगडा गरौँ, लडाइँ गरौँ भन्दा त देशका जनता मिलेर देशै बनायो भने देश बन्छ, होइन भन्नु न? हामीले धेरै सरकारलाई दोष दिनु पनि ठिक छैन नि। अब सरकार भनौँ अनि सानो टेन्डर आयो, सरकारले गरेन भनौँ, यसले पैसा खायो भनौँ, त्यतिको ठाउँमा त बरु श्रमदान गरेर महिनामा 400-500 एक व्यक्तिबाट उठाउने हो नि त। श्रमदानको कुरा गर्नुभयो, श्रमदानको पिता भनेर हर्क साम्पाङलाई भनिन्छ। हर्क साम्पा चिन्नुहुन्छ तपाईँ? चिन्छु, उहाँले गरिबको लागि त मर्दै बोल्नु, किनकि मै अब गरिबकै श्रमदान गर्नुभयो हो। तर चाहिँ धनीलाई पर्दैन, गरिब बोलेपछि धनीलाई टक्क पर्छ नि त, पर्दैन त। किनकि गरिब भएपछि त अलिक धनीलाई पेलेर बोलेपछि आफू पनि उछिन पाउने एउटा क्षमता हुन्छ। हामी गरिबको तर्फबाट त हर्क साम्पाले धेरै बोलो भन्नु मिल्दैन। उहाँले गर्नुभयो त धेरै गर्नुभएको छ। अब उहाँलाई त अवस्थै पर्यो भने त यसो बरु सुनसरीमा के अरे महिनावारी पैसा उठाएर एउटा ठुलो खालको बिजुलीको पावर हाउस निकाल्नु पर्ने सम्भावना लागिरहेछ। अलिक सस्तो भने एसी चलाउनु पाइन्छ नि त, गरिबले पनि चिसोमा त बस्न पाए। अब एउटा एसी जोड्नु पर्यो 3500 उठ्छ बिल महिनामा। हेर्नुहोस् 1 वर्षमा त एसी भन्दा धेरै पैसा जान्छ। अनि कसले जोड्छ यहाँ भन्नु त? एउटा आखिरी खोला नाला हाम्रै छन्, समाधानबाट बिजुली निकाल्नु, हामीले सस्तोमा बालौँ। 500मा एउटा एसी चल्दै महिना भने जसले पनि किन्छ। 35,000 40,000 फोटो पाइन्छ कि? तपाईँलाई थाहा छ कि छैन? अहिले बालेन सरकारले बिजुलीमा कर लगाएको छ। तपाईँले बाल्दै गरेको बिजुलीमा पनि 5% हो क्या कर लगाएको छ।
तर हर्क साम्पाङले चाहिँ एउटा बिजुलीको पावर हाउस बनाइदियोस् तपाईँ भन्नुहुन्छ। वास्तवमा हर्क साम्पाङले यो भिडियो हेर्नुहुन्छ नि फेरि? हेर्नुहुन्छ। मैले उहाँलाई यही भनेको छु, सुनसरी जिल्लामा 500 रुपियाँ प्रति घरको उठाउने हो भने पनि 3 महिना पछि एउटा पावर हाउस बन्छ। हेर्नु, बरु श्रमदान हामी हप्ता 10 दिन पनि गरौँला। आखिर हप्ता 10 दिनसम्म देशको लागि आफूलाई सेवा गर्दा के चाहिँ बिग्रेको छ? बसेर हिँडेको छ, खाएर हिँडेको छ होइन? ल अब यति भन्दै म पनि अब यही गर्छु होइन, ड्युटी जानुपर्दा म पनि के गर्नु, अब नगरी हुँदैन दुःख। हवस् त, हाम्रो कृष्ण भाइ म्यादी प्रहरी भाइलाई धेरै धेरै धन्यवाद छ।